कसले सोचेको थियो र यो हँसिलो अनुहार पछाडि यति ठुलो पीडा लुकेको हुन्छ भनेर। कहिले पनि मायै बाँधिन कि मैले अनि जहाँ पनि एक्लै हिँड्थेँ कि जहिले पनि एक्लै हुन्थेँ अहिले त रन्जिताको चारैतिर वाहवाही छ। भोइसको स्टेजको हल नै गुन्जिरहेको थियो दर्शकहरूको माया साथ सपोर्टले गरेर। यो सब थक उनले एकै दिनमा पाएको भनी पक्कै होइन। सामान्य परिवारबाट आएको हुने आफै काम गर्दै पढ्दै र सङ्गीतलाई अगाडि बढ्दै सङ्घर्ष गर्दै थिइन्। यो सङ्घर्षको क्रममा उनले धेरै दुःख गर्नु पर्यो। सुरुमा नयाँ भएकाले कसैले उनलाई पत्ताएन, माया साथ सपोर्ट कसैको थिएन। उनी जहाँ गए पनि एक्लै जान्थे, एक्लै खान्थे र एक्लै काम गर्थे रन्जिता। जति नै दुःख कष्ट आयो पनि सङ्गीतलाई छोडेन। सङ्गीतलाई निरन्तरता दिइराखेकै फल हो अहिलेको यो। यत्रो समयसम्म एक्लै सङ्घर्ष गरिरहेको र 81 चार कोचहरू र यति धेरै दर्शकहरूको माया पाउँदाखेरि निकै भावुक बनिन् रन्जिता। अगाडि आएर हेरौँ केही बुझेको या अडियन्सबाट आएको दुई ट्यालेन्ट बीच ब्याटल गराउँछ प्रमोदले। संजोगले यी दुवैजनाले एक अर्कालाई पहिलेदेखि चिनेको रहेछ र राम्रो साथी पनि रहेछ। दुईजना बीच खतरै ब्याटल हुन्छ। दुवैजना एकसा एक थियो, कोही भन्दा कोही कम थिएन। अडियन्सहरू पनि उत्तिकै रमाउँदै थियो र पुरा हल नै गुन्जिरहेको थियो अडियन्सहरूको ताली र सपोर्टले गर्दा। यी दुईजना मध्ये एकजना जसलाई छान्दा पनि केही फरक पर्दैन थियो, किनकि यी दुवै ट्यालेन्ट यस्तो राम्रो गाउने ट्यालेन्टहरू हुन् कि जसलाई अगाडि लाँदाखेरि पनि फरक पर्दैन। तर दुईजना मध्ये एकजनालाई छान्नु पर्दा प्रमोदले विक्रमलाई छान्छ। विक्रमलाई छाने पनि रन्जितालाई घर पठाउने योजना थिएन प्रमोदको। प्रमोदले सेभ गर्छ रन्जितालाई। यो साथसाथै बाँकी 3 कोचले पनि स्टिल गर्छ आफ्नो टिममा ल्याउनको लागि रन्जितालाई। यो देख्दाखेरि रन्जिता निकै भावुक हुन्छ र रुन थाल्छ। यो दृश्य देख्दा मेरो मनमा नि चस्स छुन्छ। त्यसमाथि प्रमोदले यस्तो राम्रो गीत गाइदिन्छ कि यो गीत सुनेर त झन् रन्जिता भावुक हुन्छन्। मेरो यो ढुकीलाई दे न दे जे होस् ब्याटलको फर्मेटमा यो एड गरेको सेभ सिस्टम यो पनि एकदमै धेरै राम्रो लाग्यो मलाई। यसले गर्दा रन्जिता जस्ता राम्रा गाउने ट्यालेन्टहरू ब्याटलमा सेभ भइरहेको छ। आशा छ कि यस्ता राम्रो गाउने ट्यालेन्टहरू कुनै पनि आउट नहोस् र यिनीहरूको सही ठाउँसम्म पुगोस्। हस् त आजको लागि यति नै। हामी फेरि भेट्नेछौँ अर्को नयाँ भिडियोमा।